गाइस गुड मर्निङ सबैजनालाई। सो गाइस तपाईहरुको मर्निङ के कस्तो प्रकारले हुन्छ त्यो चाहिँ मलाई याद भएन हो। मेरो मर्निङ चाहिँ चुलाबाटै स्टार्ट हुन्छ, किन भन्दाखेरि मैले चाहिँ बिहानै चुला लिपेको थिएँ हो। अहिले चाहिँ चुला सुकेछ हो, सुकेर मजाले उयो भइरहेको छ। म चाहिँ बडाल कुडाल बनाउँदैछु हो। चुला बडाले सक्दा नसक्दा चाहिँ गाईलाई दाना लिएर हिँड्नु पर्ने भयो हैन, किन भन्दा चाहिँ हाम्रो गाईलाई चाहिँ एकछिन ढिलो भयो भने चाहिँ गाउँै थर्काउन थाल्छ कराएर हो। सो त्यही भनेर चाहिँ अब चाहिँ म दाना लिएर चाहिँ गाई बाठेमा पुगी पनि सकिसकेँ हो। दाना चाहिँ के थियो भन्दाखेरि चाहिँ इस्कुस दाम्चा र यसो पिना सिना आटा साटा फिटफाट बनाएर चाहिँ म लिएर गएँ हैन। दाना लिएर जाँदा नजाँदा पानी पनि लिएर जानुपर्ने हुन्छ हो। पानी पनि लगेर दानासँग पानी पनि फिटफाट बनाएर चाहिँ अलिअलिले अगाउँदैन, गाई फेरि एकदमै धेरै चाहिन्छ हो। अन्त लगेर फिटफाट बनाउँदै थियो हो। गाईलाई दिँदा दिँदा हामीले चाहिँ बाख्रा पनि छ हो, बाख्रा पनि ब्याइरहेको छ। बाख्रालाई पनि दिनै पर्ने हुन्छ हो, बाख्रा ब्याएर। सो त्यही भएर चाहिँ अब चाहिँ गाई बाख्रा बाछालाई एकैचोटि म यहीँनिर दाना बनाएर दिइहाल्छु हो। अहिले चाहिँ काम चाहिँ एकदमै धेरै बढ्दैछ, एकदमै धेरै परिरहेको छ मलाई चाहिँ हो। किन भन्दाखेरि चाहिँ अहिले चाहिँ मेरो आमा बिमारी हुनुहुन्छ हैन, कि अहिलेको बिमारी त्यही हो, रुवा मार्गी ज्वरो खोकी त्यही छ हैन। अन्त बिहानै उठेर आमालाई खाजासाजा बनाएर पानी सानी दबाई सबै दिइरहेर आमालाई रेस्ट गर्नु भनेर चाहिँ म चाहिँ बाहिरको काममा निक्लेको हो। बिहानै उठेर काम सुरु गर्नु थालेको, मैले चाहिँ काम गर्नु थालेको हो। बिहानदेखि नै काम चाहिँ गरेको काम कहिले सक्छ र, अब त्यस्तै हो, काम भन्ने कहिले सक्दैन हो। मरेपछि मात्रै काम सक्छ भन्थे, त्यो चाहिँ ठिकै हो। हाम्रो गाउँ बस्तीमा चाहिँ कहिले काम सक्दैन हो। म चाहिँ बिहानै उठेर काम गर्दा चाहिँ जाडो हुन्छ नि त, बिहानै चाहिँ अब पुरा जाडै हुन्छ हाम्रोतिर चाहिँ हो। अन्त ज्याकेट लगाएर काम गर्दै थियो। अहिले चाहिँ अलिअलि पनि घाम आउँदैछ हो। अब घाम आउँदा ओर्दा चाहिँ मलाई चाहिँ गरम पनि हुन थालिसक्यो हो। यो काम चाहिँ आज मात्रै होइन हाम्रो यस्तो काम चाहिँ दिन डेलीको काम यही हो हैन। बिहान उठेपछि चाहिँ नि अब रात परेको पनि चाल पाइँदैन हैन। घरमा यता गर्दा उता गर्दा भन्दा घरमा चाहिँ खेताला पनि आइसकिसक्यो अरे हैन। मचन बनाउने आफूले कराउनु हुँदैछ माथिबाट, खेताला आयो भनेर हो। अन्त चाहिँ यो दाना साना दिइराखेर चाहिँ म यो दाना खाइ नसक्दै घाँस लिएर आउँछु भन्ने सोचमा चाहिँ अब म घाँसमा पनि जान्छु हैन। घाँस लिएर आएर गाई साई दुहेर खेतालालाई चिया बनाएर दिइराखेर चाहिँ आफू पनि खानासाना बनाएर सबैलाई खुवाएर आफू पनि खाएर चाहिँ म चाहिँ फेरि खेतालासँग लाग्नुपर्ने हुन्छ। मकै गोड्ने खेताला पनि छ हो। मकै गोड्ने खेताला चाहिँ मैले भनिरहेको छु बहिनीहरूलाई, मकै चाहिँ म आफै लाग्छु हैन बारीमा काममा। अन्त चाहिँ आपाहरू चाहिँ यता मचन बनाउने खेतालासँग लाग्नुहुन्छ हो। गाउँ बस्तीमा अहिले काम चाहिँ यस्तैहरू हुँदैछ हैन। काम चाहिँ हामीले सानैदेखि सिक्नुपर्छ हैन, सिकेकै हुनुपर्छ हैन। किन भन्दाखेरि चाहिँ सानैदेखि सिकेछ भने चाहिँ पछि ठुलो भएर हैन धेरै कुराको एक्सपिरियन्स, धेरै कुराको अनुभव हुन्छ हैन। हामीले ठुलो भएर सिक्यो भने चाहिँ हामीलाई धेरै कुराको असुविस्ताहरू हुनसक्छ हैन, हुनसक्छ हैन, हुन्छ हैन। सो त्यही भएर हामीले काम चाहिँ सानैदेखि सिक्नुपर्छ हैन। जान्ने त कोही पनि हुँदैन, म पनि आमाकै कोखबाट जानेर आएको त होइन नि त हैन। म पनि सिकेको हैन। जस्तै ठुलो काम होस् हैन, जस्तै बलको काम होस्, जान्दिन चाहिँ हामीले कहिले पनि भन्नु हुँदैन। किन भन्दा एकपल्ट ट्राई हैन, कोसिस चाहिँ गर्नै पर्छ हैन एकपल्ट। अन्त चाहिँ म चाहिँ आमा आपाले जस्तै ठुलो काम अराउनु भए पनि म कहिले जान्दिनँ र गर्दिनँ चाहिँ कहिले पनि भन्दिनँ हैन। किन भन्दाखेरि चाहिँ म चाहिँ एकपल्ट चाहिँ कोसिस गर्छु भन्ने, कोसिस गर्ने आँट चाहिँ आफ्नोमा हुनुपर्छ हैन, कोसिस चाहिँ गर्नुपर्छ हैन। सानैदेखि सिकेको छ भने चाहिँ धेरै राम्रो हुन्छ हैन। आजको दिनमा मैले पनि केही काम नजान्नु हो भने हैन, नसिक्नु हो भने हैन, आज मैले यत्रो काम ह्यान्डल गर्नु मलाई साह्रो पर्थ्यो हैन। किन भन्दा चाहिँ आमा पनि काम गर्नु नसक्नु हुने, बिमारी उयो भइरहनु भएको छ घरमा हैन। यत्रो काम म आफै घरको काम डल्लै म आफै सम्हाल्नु पर्दैछ हैन। आजको दिनमा मैले पनि नजान्नु हो भने मेरो के हाल हुन्थ्यो घरमा हैन, धेरै प्रब्लम हुन्थ्यो हैन। मैले जानेको थिएर पो मैले सबै काम ह्यान्डल गर्दैछु त हैन। जान्ने त कोही पनि हुँदैन फर्स्टमा हैन, सिक्नु चाहिँ कति कुरा त म पनि त जान्दिनँ हैन। तर म चाहिँ अरूले गरेको हेरेर पनि सिक्छु हैन। अरूले कस्तो प्रकारले गर्दैछ, के गर्दैछ हामीले हेरेर पनि सिक्नुपर्छ। किन भन्दाखेरि चाहिँ हामीलाई पनि स्टेप हैन पाइलै पछि सिकाउँदै हिँड्ने मान्छे त छैन नि त हैन। हाम्रो गाउँ बस्तीमा त झन् यति धेरै काम हुन्छ कि त्यो सिकाउने मान्छे पनि हुँदैन हैन। हामी चाहिँ अरूले कसरी गर्छ, कस्तो प्रकारले गर्छ हैन, त्यो हेरेर पनि धेरै कामहरू सिक्छौँ हैन। तपाईहरुलाई पनि अब हैन, अब जान्नु हुँदैन हैन, अहिलेसम्म गरेको छैन। अहिले म मेरो आँखाले देखिरहेको हैन, सर्ट टाउनमा होस् कि गाउँ बस्तीमा होस् हैन, मैले देखिरहेकै छु हैन। कसै नानीहरूले चाहिँ म जत्रो नानीहरूले खाना पनि पकाउन जानेको हुँदैन हैन। अब आमा आपाले पनि त्यस्तो नभन्नुहोस् कि मेरो नानीले खाना अहिलेसम्म पकाएको छैन, हाम्रो नानीले त जान्दैन त, कहिले त पकाउँदैन भनेर चाहिँ कहिले पनि नभन्नुहोस्। त्यो चाहिँ नानीहरूको माइन्डमा तपाईँहरूले लगाइदिनै हुँदैन हैन। जान्दैन चाहिँ कहिले पनि भन्नु हुँदैन हैन। कोसिस गरोस्, गर्नुपर्छ भनेर चाहिँ तपाईँहरूले त्यो जोस चाहिँ देखाउनुपर्छ नानीहरूमाथि हैन। त्यही भएरै चाहिँ नानीहरूले पनि सिक्छ हैन। अन्त गर भनेर तपाईँहरूले कतिवटा जिम्मेवारी चाहिँ नानीहरूप्रति पनि छोडिदिनुपर्छ तपाईँहरूले हैन। सानैदेखि जिम्मेवारी नानी छ भने हैन, सानैदेखि त्यसरी धेरै कामहरूको जिम्मेवारी लिन सक्ने छ भने चाहिँ हैन, पछि गएर त्यो नानीले जस्तै ठुलो कामलाई पनि आरामसे ह्यान्डल गर्न सक्छ हैन। कुछ गर्छ त्यो नानीले चाहिँ पछि गएर हैन। त्यही भन्दै हैन, सानैदेखि काम सिक्नुको फाइदा कति रहेछ त्यो तपाईहरुले बुझिहाल्नु भयो होला हैन।
कतिवटा कामहरू चाहिँ हामीले अरूले गरेको हेरेर पनि सिक्नुपर्छ होइन। सबै कामहरू चाहिँ मेरै भिडियो हेरेर सिकोस् भन्नु पनि मैले चाहेको होइन किन भन्दाखेरि चाहिँ मबाट पनि धेरै गल्ती हुन्छ, मैले पनि सबै काम जानेको छुइनँ होइन, मबाट पनि गल्ती हुन्छ हो। अन्त त्यही भएर म चाहिँ कोसिस चाहिँ गर्छु, तर भए पनि होइन त्यही कोसिस गरेको सानो भिडियो चाहिँ तपाईँहरूको माझमा पुर्याउनु मनपर्छ मलाई चाहिँ होइन। म चाहिँ आफै पनि बिमारी नै छु होइन। के भयो भन्दाखेरि चाहिँ हिजो चाहिँ हाम्रो फुटबल म्याच थियो हो, अन्त मेरो खुट्टाको हड्डीमा लागेर चाहिँ हड्डी सुन्नेर यत्रो भइरहेछ, राम्रोसँगले हिँड्नु पनि भएको छैन होइन। अघि घाँस ल्याउँदाखेरि तपाईँहरूलाई मैले खुट्टा देखाएको पनि थिएँ होइन, सुन्नेर कत्रो भएको छ भनेर होइन। अन्त अघि घाँस ल्याउँदाखेरि यति साह्रो पऱ्यो मलाई, एकबारी घाँस ल्याउनु लागि होइन, बिसाउँदै बल्ल 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 ल्याइ पुर्याएँ होइन। तर भए पनि म मेरो बिमारलाई त्यस्तो इम्पोर्टेन्स लिँदिनँ होइन, किन भन्दा चाहिँ मेरो आमाको बिमारलाई म इम्पोर्टेन्ट लिएर चाहिँ म यतिको काम गर्दैछु होइन। किन भन्दाखेरि चाहिँ हामी सानो हुँदाखेरि होइन, हामीले गुमुत नचिन्दाखेरि होइन, आमा आप्पाहरूले रात बिरात नभनिकन दिउँसो त्यति धेरै दुःख गरेर रात दिन काम गरेर होइन, हाम्रो लागि नै हो त्यो सबै गर्नु, त्यो डल्लै दुःख गर्नुभएको हाम्रै लागि त हो होइन। त्यति धेरै दुःख गरेर होइन हामीलाई अन्डा जस्तो जोगाएर, हामी सानो हुँदाखेरि होइन अन्डा जस्तो जोगाएर अहिले हुर्काएर बढाएर पढाएर यत्रो भइसकेपछि होइन, अहिले पनि हामीले दुःख दिनु त मिलेन नि त होइन। अब त हामीले राम्रो के हो नराम्रो के हो सबै चिन्ने भइसक्यौँ होइन। यत्रो भएर त हामीले दुःख बुझ्नुपर्छ आमा बाउको होइन, आमा बाउको दुःखलाई बुझेर हामी आफै गर्नुपर्छ होइन। हाम्रो काम गर्नको लागि हात खुट्टा राम्रै बनाइदिनु भयो हाम्रो आमा आप्पाले, राम्रै हुर्काएर बढाएर राम्रैसँगले अहिलेसम्म हाम्रो हात खुट्टा राम्रै छ होइन। देख्नुको लागि आँखा छँदैछ, खानुको लागि मुख छँदैछ होइन, सबै कुरो राम्रै छ होइन। अब चाहिँ हामीले गर्नुपर्छ होइन, किन भन्दाखेरि चाहिँ हाम्रो आमा आप्पा चाहिँ जति बुढेसकाल हुँदै गयो होइन त्यति बिमारहरूले चाप्नु थाल्छ होइन। अब हामीले त्योहरू पुरा याद गर्नुपर्छ होइन। तपाईँहरू पनि यदि नराम्रो कुराहरू खानु सिक्नु हुँदैछ भने होइन, नराम्रो बाटोतिर हिँड्नु हुँदैछ भने होइन, जतासुकै आमा बाउलाई ढाँटेर होइन नराम्रो कामहरू गर्नु हुँदैछ भने होइन त्योहरू चाहिँ नगर्नुहोस् होइन। किन त्यो तपाईँहरूको त्यो आदत छ भने चाहिँ होइन त्यो आदतहरूलाई त्यागिहाल्नुहोस् होइन। किन भन्दाखेरि चाहिँ एकपल्ट हाम्रो आमा आप्पालाई राम्रोसँगले तपाईँहरू सोचेर हेर्नुहोस् होइन, कति दुःख गर्नु भयो आमा आप्पा को मनमा गएर हेर्नुहोस् तपाईँहरूले होइन। त्यहाँदेखि सोचेर मात्रै तपाईँहरूले बाटो अप्नाउनुहोस् होइन। नराम्रो बाटोमा हिँड्नु हुँदैछ भने होइन राम्रोसँगले आफ्नो आमा आप्पाको होइन आमा आप्पालाई सोचेर चाहिँ तपाईँहरू राम्रो बाटोमा हिँड्नुहोस् होइन। किन भन्दाखेरि त्यति धेरै दुःख गरेर होइन हाम्रो सबै छोराछोरीको लागि त गर्नुभएको होइन। अब सानोमा हुँदाखेरि त्यस्तो अन्डा जस्तो जोगाएर यत्रो बनाएर होइन, ठुलोमा भएर पनि छोराछोरीकै टेन्सन लिनु पऱ्यो भने त होइन त्यो त हामीलाई एकदमै ठुलो पाप लाग्छ हो। राम्रो बानीलाई अप्नाउनुहोस् तपाईँहरूले पनि होइन। किन भन्दाखेरि चाहिँ होइन अब अहिलेको जमाना त्यस्तै नै छ होइन, नराम्रो कुरा खाने, नराम्रो बाटोतिर होइन हामीले देखिरहेकै छौँ दुनियाँ होइन। जे देख्यो हामीले नराम्रो काम देखेपछि त्यही गर्नु हुँदैन होइन। राम्रो काम देख्यो भने चाहिँ राम्रो काम सिक्नुपर्छ हामीले देखेर पनि होइन। नराम्रो कामहरू चाहिँ हामीले देखेछौँ भने पनि अनदेखा गर्नुपर्छ हामीले होइन। त्यस्तो साह्रो जान्ने भएर पनि तपाईँहरूको माझमा यो भिडियो राख्न चाहेको होइन मैले होइन। म पनि कसैको छोरी होइन, तपाईँहरूको छोरी जस्तै भएर होइन मैले मेरो मनको कुरा तपाईँहरूमाथि सेयर गर्दैछु होइन। सो तपाईँहरूलाई के कस्तो लाग्छ होइन कमेन्टमा भन्नुहोस्। यति धेरै काम हुन्छ होइन, अन्त भिडियो बनाउने टाइम पनि हुँदैन। किन भन्दा चाहिँ एउटा भिडियो बनाउनुको लागि पनि नि काम गर्दै ओर्दै भए पनि फोन यताउता पल्टाउँदै भए पनि एउटा भिडियोको लागि यति धेरै स्ट्रगल गर्नुपर्छ, यति धेरै गर्नुपर्छ होइन। किन भन्दा चाहिँ म तपाईँहरूको माझमा यस्तो भिडियोहरू लिएर आउँछु भन्दाखेरि चाहिँ नि अब म जत्रो नानीहरूले होइन केही जान्दिनँ भनेर बसिरहेको छ भने पनि मेरो भिडियो हेरेर मेरो कोसिस देखेर कुछ सिकोस्। अब सबै काम चाहिँ मैबाट मेरै भिडियोबाट सिकोस् पनि म भन्दिनँ होइन, तर मेरो कोसिस चाहिँ देखेर होइन तपाईँहरूको माझमा जाँगर आओस् होइन। पनि खनिसकिसक्यो बहिनीले र मैले चाहिँ हो मकै खनिसकिसकेर घर जाँदैछु होइन। तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्यो होइन, यदि मेरो भिडियो मन पर्यो भने होइन, यदि तपाईँहरू मेरो फेसबुक पेजमा नयाँ हुनुहुन्छ भने मेरो भिडियो मन पर्यो भने चाहिँ मेरो पेजलाई फलो गर्नु चाहिँ नबिर्सिनुहोस् होला गाइस होइन। भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच।